हामीले चाहिँ प्रधानमन्त्रीलाई खोजेको कुरामा सत्तापक्षको चाहिँ प्रमुख व्यक्तिहरूबाट चाहिँ तपाईँहरूलाई प्रधानमन्त्रीको मुख हेर्न मन लागेको हो भनेर भन्नुभयो। हामीलाई किन उहाँको मुख हेर्न पर्यो? होइन, उहाँलाई त उहाँ जवाफदेही हुनु पर्यो, उहाँ बोल्नु पर्यो। आज जनताको अनुहारमा चाहिँ एउटा आशा छ, उहाँप्रति निराशा छ, पीडा छ, उहाँप्रति एउटा ठुलो सम्भावनाको आशा जनताको अनुहारमा त हामीले हेरिराखेको छौँ। त्यो कुरामा प्रधानमन्त्रीज्यू तपाईँ सहभागी हुनुहोस् भनेको उहाँको मुख हेर्ने रहर भएर हामीले बोलाएको होइन। यस्ता विषयमा नियमापत्ति गर्दाखेरि पनि हामीलाई नियमापत्ति गर्न पनि नदिने होइन। आजको संसदमा हामीले असहयोग गरेको होइन। हामीले यसो भन्दै गर्दाखेरि तपाईँहरूलाई प्रधानमन्त्रीको मुखै हेर्नुपर्ने भन्ने जस्तो गैर जिम्मेवारपूर्ण चाहिँ प्रस्तुति प्रमुख मुख्य सचेतकबाट आएपछि हामीले नियमापत्ति गरेका हौँ। हामी अन्तिममा तपाईँको त्यहाँनिर सदनमा उभिरहँदा प्रधानमन्त्रीको खोजाइ भन्दाखेरि पनि त्यो विषय नियमापत्ति हो। सत्ता पक्षले आफ्नो इतिहास नभुलोस्। मन्त्री नआउँदाखेरि उहाँहरूले कैयौँ पटक सदन बहिष्कार गर्नुभएको छ, सदनमा कालो पट्टी बान्नु भएको छ, सदन छोडेर हिँड्नु भएको छ। हामी त यहाँ प्रधानमन्त्रीलाई एक दिन, किनभने यो विशेष हो, यहाँ छलफल हुन्छ, उहाँका व्यक्तिगत कुरा सोध्न, उहाँलाई व्यक्तिगत प्रश्न सोध्न हामीले प्रधानमन्त्रीलाई सदनमा आउनुहोस् भनेको होइन नि। हामीले त उहाँलाई यो छलफलबाट सरकारले केही कुरा महत्त्वपूर्ण लिएर जाओस् भन्ने कुरा हो। हिजोको दिनमा जुन प्रधानमन्त्रीले मलाई बोल्न दे सरकार, मलाई जवाफ दे सरकार भनेर जवाफदेही बनाउन खोज्दै नसकेर उहाँलाई यति प्रोग्रेसिभ सरकारको शक्तिशाली प्रधानमन्त्री बनाइदिएको छ। हामीले सदनमा विभिन्न कुराहरू उठायौँ, एकदमै सुकुम्बासीकादेखि लिएर संवैधानिक परिषदका विभिन्न कुरा उठायौँ, तर प्रधानमन्त्रीले जवाफ कहाँ दिनुभयो? आफ्नो सामाजिक सञ्जालमा उहाँले जवाफ राख्नुभयो होइन। आज नीति तथा कार्यक्रममा पनि नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्दै गर्दा उहाँ उठेर हिँड्नुभयो। आज उहाँले टेबल गर्न ठिक छ तोकेर पठाउनु भयो, तर हाम्रो माग के थियो भने जवाफ दिनको लागि पनि प्रधानमन्त्री आइदिनु भयो भने त्यो बेटर हुन्छ। यो त कस्तो देखियो, प्रधानमन्त्री त सदनप्रति अनिच्छुक हुनुहुन्छ, अनुत्तरदायी हुनुहुन्छ, उहाँलाई त यो सदनको व्यवस्था नै ठिक लागेन कि भन्ने हामीलाई चाहिँ त्यो प्याटर्न हेर्दाखेरि के जवाफ पनि सामाजिक सञ्जालमा दिने प्रधानमन्त्रीले हामीले चाहिँ सदनमा उठाउने, उहाँ सामाजिक सञ्जालमा जवाफ दिनुहुन्छ जनताका कुरा होइन। सञ्जालमा जवाफ दिने होइन नि प्रधानमन्त्रीले यहाँ जवाफ दिने हो। हामीले त आज पनि सहजीकरण नै गरेका थियौँ उहाँलाई होइन, सहजीकरण नै गरेको हो। सभा सञ्चालनमा अवरोध गर्ने हाम्रो कुरा त थिएन, तर अन्तिम समयमा कुरा मिलेन भन्नु पर्यो। के कुराले आज यो बैठकलाई अवरोध गर्यो अथवा भन्नु यो चल्न दिएन? भोलि चल्न दिनुहुन्छ हुन्न, मुख्य प्रश्न चाहिँ त्यो। आज चाहिँ अवरुद्ध भयो, भोलि के गर्नुहुन्छ? यस्तो छ कि आज पनि हामीले तपाईँको सदन अवरुद्ध हुने कुरामा मेरो चिन्ताको विषय चाहिँ के थियो भन्दाखेरि आज टेबल गरिसके, आज प्रधानमन्त्रीज्यू आउनुपर्छ भन्ने एउटा माग हो, तर नियमावली र विधिमा चाहिँ ल ठिक छ उहाँहरूले प्रधानमन्त्रीले व्यक्ति तोकेर पठाउनु भयो, त्यसलाई पनि हामीले स्वीकार्यौँ। तर त्यसपछि के भयो भने छलफल पनि हुने कुरा हामीले त त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चाहिँ सहमति नै भएको। तर अर्को कुरा भने एउटा हामीले यो विषयलाई उत्थान गरिराख्दा बाहिर चाहिँ के भाष्य निर्माण गरिराखेका छ सत्ता पक्षले भने जनताको कुरा सुन्ने यति महत्त्वपूर्ण समयलाई चाहिँ प्रतिपक्षले रोक्यो भन्ने कुरा। तर यहाँ त सबैभन्दा खतरनाक प्याटर्न चाहिँ हामीले के देखिरहेछौँ भने हिजोको दिनमा जुन प्रधानमन्त्रीले मलाई बोल्न दे सरकार, मलाई जवाफ दे सरकार भनेर जवाफदेही बनाउन खोज्दै नसकेर उहाँलाई यति प्रोग्रेसिभ सरकारको शक्तिशाली प्रधानमन्त्री बनाइदिएको छ। तर तपाईँहरूले हेर्नुभयो भने पहिलो अधिवेशनमा उहाँले एउटा पनि सम्बोधन नगरिकन उहाँ जानुभयो, पहिलो अधिवेशनको अन्त्य भयो। त्यसपछि दोस्रो अधिवेशन सुरु भयो, त्यसमा पनि हामीले सदनमा विभिन्न कुराहरू उठायौँ, एकदमै सुकुम्बासीकादेखि लिएर संवैधानिक परिषदका विभिन्न कुरा उठायौँ, तर प्रधानमन्त्रीले जवाफ कहाँ दिनुभयो? आफ्नो सामाजिक सञ्जालमा उहाँले जवाफ राख्नुभयो होइन। आज नीति तथा कार्यक्रममा पनि नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्दै गर्दा उहाँ उठेर हिँड्नुभयो। आज उहाँले टेबल गर्न ठिक छ तोकेर पठाउनु भयो, तर हाम्रो माग के थियो भने जवाफ दिनको लागि पनि प्रधानमन्त्री आइदिनु भयो भने त्यो बेटर हुन्छ। किनभने यो त कस्तो देखियो, प्रधानमन्त्री त सदनप्रति अनिच्छुक हुनुहुन्छ, अनुत्तरदायी हुनुहुन्छ, उहाँलाई त यो सदनको व्यवस्था नै ठिक लागेन कि भन्ने हामीलाई चाहिँ त्यो प्याटर्न हेर्दाखेरि के जवाफ पनि सामाजिक सञ्जालमा दिने प्रधानमन्त्रीले हामीले चाहिँ सदनमा उठाउने, उहाँ सामाजिक सञ्जालमा जवाफ दिनुहुन्छ जनताका कुरा होइन। सञ्जालमा जवाफ दिने होइन नि प्रधानमन्त्रीले यहाँ जवाफ दिने हो। उहाँले ठिक छ मान्छे तोकेर पठाउनु भयो, मन्त्री टोकेर पठाउनु भयो, हामीले त के भनिरहेछौँ भने यो त उहाँको नीति कार्यक्रम हो, प्रधानमन्त्रीको
1 वर्षको कार्ययोजनाको कुरा हो होइन, त्यसमा उहाँले अपनत्व किन नलिनु भएको हो भन्ने कुरा हो। उहाँले सुन्दा के फरक पर्छ भन्नुहोस् त। यो पार्लियामेन्टमा सत्तापक्ष प्रतिपक्ष दुवै पक्षबाट वान अफ द बेस्ट माइन्ड्सहरू छन् कि अहिलेको सदनमा। त त्यो सदनमा उठ्ने कुरा हुने बहस त उहाँको कर्णको लागि पनि प्रिय नै हुन्छ जस्तो लाग्छ कि। यो त इन्लाइटनिङ हुन्छ। हामीले त भनेको एउटा यति महत्त्वपूर्ण देशको दिशानिर्देश गर्ने कुरा हो, प्रधानमन्त्रीको उपस्थिति भयो भने ठिक छ, त्यो राम्रो हो भनेर हामीले त आज पनि सभा छलफल सञ्चालन गर्न दिन्छौँ नै भनेर भनेको। तर यहाँ त नियमापत्ति नै गर्न नपाइने, हामीले चाहिँ प्रधानमन्त्रीलाई खोजेको कुरामा सत्तापक्षको चाहिँ प्रमुख व्यक्तिहरूबाट चाहिँ तपाईँहरूलाई प्रधानमन्त्रीको मुख हेर्न मन लागेको हो भनेर भन्नुभयो। हामीलाई किन उहाँको मुख हेर्न पर्यो होइन? उहाँलाई त हामी उहाँ जवाफदेही हुनु पर्यो, उहाँ बोल्नु पर्यो। आज जनताको अनुहारमा चाहिँ एउटा आशा छ, उहाँप्रति निराशा छ, पीडा छ, उहाँप्रति एउटा ठुलो सम्भावनाको आशा जनताको अनुहारमा त हामीले हेरिराखेको छौँ। त्यो कुरामा प्रधानमन्त्रीज्यू तपाईँ सहभागी हुनुहोस् भनेको उहाँको मुख हेर्ने रहर भएर हामीले बोलाएको होइन। यस्ता विषयमा नियमापत्ति गर्दाखेरि पनि हामीलाई नियमापत्ति गर्न पनि नदिने होइन। आजको संसदमा हामीले असहयोग गरेको होइन, हामीले खालि सत्ता पक्षले आफ्नो इतिहास नभुलोस्। मन्त्री नआउँदाखेरि उहाँहरूले कैयौँ पटक सदन बहिष्कार गर्नुभएको छ, सदनमा कालो पट्टी बान्नु भएको छ, सदन छोडेर हिँड्नु भएको छ। हामी त यहाँ प्रधानमन्त्रीलाई एक दिन, किनभने यो विशेष हो, यहाँ छलफल हुन्छ, उहाँका व्यक्तिगत कुरा सोध्न, उहाँलाई व्यक्तिगत प्रश्न सोध्न हामीले प्रधानमन्त्रीलाई सदनमा आउनुहोस् भनेको होइन नि। हामीले त उहाँलाई यो छलफलबाट सरकारले केही कुरा महत्त्वपूर्ण लिएर जाओस् भन्ने कुरा हो। कति समय त त्यो सदनमा मन्त्री पनि हुनुहुन्न थियो, हामी कसरी छलफललाई अगाडि बढाउने होइन। त्यसले गर्दाखेरि हाम्रो कुरा यति मात्रै हो, हामीलाई प्रधानमन्त्रीले आफ्नो इच्छा अनुरूप उहाँलाई होला, उहाँलाई कार्यान्वयन मार्फत चाहिँ उहाँलाई अझ आफूलाई प्रस्तुत गर्ने इच्छा होला, त्यो कुरामा पनि हामीले अवरोध गरेका छैनौँ। प्रधानमन्त्री सधैँ आउनुपर्छ भनेको छैनौँ। तर उहाँहरू के भन्दै हुनुहुन्छ, नियमावली 38 मा यसो लेखेको छ। नियमावली त हामीले पनि पढेको छौँ, तर आजसम्म नेपालको इतिहासमा कुनै पनि प्रधानमन्त्री नीति तथा कार्यक्रममा जवाफ दिने बेला आफै उपस्थित भएको इतिहास छ, त्यो छैन भने हामीलाई भनिदिनु पर्यो। प्रधानमन्त्री किन चाहियो? फटाफट काम गर्छौँ भन्नुभएको छ, काम गर्न दिनुहोस् न। तपाईँहरू किन हामीले काम गर्न दियौँ न त, हामीले छलफलहरू अगाडि बढायौँ, हामीले टेबल गर्न दियौँ त मन्त्रीलाई होइन। त्यहाँसम्म त हाम्रो समझदारी नै थियो। प्रधानमन्त्रीले लिखित रूपमा होइन, हामीले प्रधानमन्त्रीको लिखितलाई स्वीकारेर अर्थमन्त्री स्वर्णिम वाग्लेज्यूले टेबल गर्नुभयो त होइन। तर हामीले छलफल मागिराखेको थियौँ। छलफलमा हामीले प्रधानमन्त्री बिनै पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले छलफलमा हामी सहभागी हुन्छौँ भनेर हामीलाई भन्यो। तर जवाफको अपेक्षा भन्दाखेरि पनि हामीले यसो भन्दै गर्दाखेरि तपाईँहरूलाई प्रधानमन्त्रीको मुखै हेर्नुपर्ने भन्ने जस्तो गैर जिम्मेवारपूर्ण चाहिँ प्रस्तुति मुख्य सचेतकबाट आएपछि हामीले नियमापत्ति गरेका हौँ। हामी अन्तिममा तपाईँको त्यहाँनिर सदनमा उभिरहँदा प्रधानमन्त्रीको खोजाइ भन्दाखेरि पनि त्यो विषय नियमापत्ति हो। आम नेपाली जनताले पनि त यो प्याटर्नबाट डराइराखेको छ नि। सदनमा उठेका कुरामा सामाजिक सञ्जालमा अब सांसदहरूले उहाँको जवाफ खोज्ने हो। आजको घटनाबारे अब प्रधानमन्त्रीले आफ्नो सामाजिक सञ्जालमा चाहिँ जवाफ दिनुहुन्छ। र अर्को कुरा, प्रधानमन्त्रीले आज अनुपस्थित हुने कुरा कार्यव्यवस्थामा हामीलाई थाहा हुनुपर्छ, कार्यव्यवस्थाको सदस्यलाई। तर हामीलाई थाहा हुनुभन्दा अगाडि तपाईँको चाहिँ प्रधानमन्त्रीको कुरा चाहिँ नेपालको सामाजिक सञ्जालका कुनै कुनै पेजमा प्रकाशित भइसकेका हुन्छन्। त्यो कुरामा हाम्रो आपत्ति हो। यो थिति र बसाल्ने कुरा, थिति र विधिको पालना गरौँ भनेको उहाँहरूले नियम पढाउनु भयो हामीलाई, नियमावलीमा यस्तो छ भनेर हामीले स्वीकार्यौँ। तर अहिले पनि भन्छु, सरकार प्रधानमन्त्री विशेष गरी अनुत्तरदायी र अनिच्छुक देखिनु भएको छ सदनप्रति। पहिलो अधिवेशन नबोली बिताउनु भयो, दोस्रो अधिवेशन भोलि अब सभा कसरी सञ्चालन हुन्छ त्यसमा नै कुरा हो। हामी सुन्नुहोस् न, भोलि यो तपाईँको नीति तथा कार्यक्रममा सबैभन्दा बढी संशोधन विपक्षीकै छन्, प्रतिपक्षबाटै छन्। हाम्रो छलफल गर्ने समय छ, यो महत्त्वपूर्ण समय हो। तर यो भनिराख्दाखेरि त्यो सदनको एउटा गरिमा त रहन पर्यो नि त। हामी चाहन्छौँ सौहार्दपूर्ण वातावरणमा छलफल होस्। छलफलमा हामीले प्रधानमन्त्रीको उपस्थिति खोजेका होइनौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीको कुरा गर्दैछु। तर जवाफदेहिता प्रधानमन्त्रीले देखाउनुपर्छ। म त निवेदन गर्न सक्छु। सभामुखले तपाईँलाई चाहिँ बुझाउने बित्तिकै तपाईँले चाहिँ हस्दाई भने जस्तो सुनिने त्यो के थियो खासमा भनिदिनुहोस्। त्यो यसैलाई चाहिँ अमर आदित्य भन्दैछन् नि प्रतिपक्षले, मान्यज्यू हस्दाई भन्नुभयो। त्यसो भए
उहाँले बस्नुहोस् भन्नु मैले हुन्छ त भने बसेँ होइन हस् त भने होइन ज्ञानेन्द्र साईले पहिला बोलेर गइसक्नु भएको थियो, त्योभन्दा अरू सांसदले बोल्नुभयो, पछि चाहिँ नियमावली गर्नुभयो तपाईँले। होइन, मैले अघि यो निकै नै चर्चा भइरहेको थियो, तपाईँलाई चाहिँ सामान्य नियमावली समेत थाहा रहन्छ भनेर टिप्पणी भइरहेको छ। त्यो नियमावली नपढ्नु भएकाले त्यसो भन्नुहुन्छ, किनभने त्यो नियमावलीमा त्यसपछि भन्नुपर्छ भनेर काहीँ पनि लेखेको छैन। मैले अघि भनेको के भने हदम्याद छैन। जस्तो हाम्रै यहाँ पनि कुनै बेला जलरीको विषयमा एउटा सांसदले भ्रष्टाचारको आरोप लगाउनु भयो। यही संसदमा अघिल्लो संसदमा 6 दिन पछाडि नियमपत्ति गरेर हटाइएको छ रेकर्डबाट। हाम्रै संसदको इतिहास हो त्यो। त्यही भएर हाम्रो नियमावलीमा तत्कालै भन्नुपर्छ, कसरी भन्नुपर्छ भन्ने कुरा लेखेको छैन। जहिले उठाए पनि, जस्तो मानौँ तपाईँहरूलाई म इक्जाम्पल दिन्छु। 49 सालको संसदमा एकजनाले महिलाको अपमान हुने गरी कुनै भाषाहरू अहिले आएर हामीलाई त्यो अपाङ्गका विषयमा, महिलाका विषयमा अहिले आएर हामीलाई अपमानित भयो हुन्छ भन्ने लाग्छ होला, त्यो बेला लाग्दैन। त्यो बेला भनेको विषय अहिले हामीले पत्ता लगायौँ भने हटाउने कि त्यसलाई स्वीकार गरेर राख्ने, त्यो हटाउने प्रक्रिया के हो त? त्यही नियमपत्ति हो भनेपछि यसको हदम्याद हुँदैन। संसदको मर्यादालाई ख्याल राखिएन र त्यो तपाईँको रेकर्ड पनि हटाउनु पर्यो भन्ने चाहिँ प्रतिपक्षी मान्यले भर्खरै भन्नुभएको छ। के भन्नुहुन्छ यो विषयमा? होइन, मेरो विषय त त्यो मर्यादा भन्ने नै त्यो भयो। किन त्यो शब्द अलिक सही होइन कि जस्तो लाग्छ मलाई भने नियमावली गर्नका लागि चाहिँ हदम्याद लाग्दैन, हदम्यादको व्यवस्था गरेका छैन, कहिले उठाउनु पाउने भन्ने विचाराधीनसम्म भनिएको छ होइन नियमावलीमा। तर त्यहाँ उठाउन खोजेको प्रसङ्ग नियमसम्मत अथवा सांसदले संसदभित्र बहस छलफल गर्नुपर्ने विषय हो कि होइन भन्ने सुनिसकेपछि त्यसको बारेमा निर्णय गर्ने अधिकार प्रमुखमा रहन्छ। तर पनि कस्तो कुरा हो भने जस्तो कहिलेकाहीँ त्यो छुट्छ र पछि थाहा हुन्छ। हाम्रो नेपालकै संसदीय इतिहास हेर्ने हो भने 6 दिन पछाडि पनि नियमावली गरेर त्यो रेकर्डबाट हटाएका घटनाहरू त्यो हाम्रै संसदीय इतिहासमा छन्। त्योदेखि बाहेक हिजोको कुरामा चाहिँ राम्रो कुरा त्यो बिचमा पनि राम्रो कुरा के देखिन्छ भने सत्तापक्ष प्रतिपक्ष दुवैका लागि समान व्यवहार भएको देखिन्छ सभामुखबाट। त्यो चाहिँ लोकतान्त्रिक हो। तर पनि प्रश्न पार्नुपर्ने कुरा के हो भने नियमावली अनुसार नियमपत्तिमा हदम्याद लाग्छ कि लाग्दैन भन्ने कुरा चाहिँ प्रश्न पार्नुपर्ने देखिन्छ, जुन चाहिँ अस्पष्ट छ। भन्नु न, तपाईँ चाहिँ अब संसदमा हुनुहुन्छ, अहिले दुई पटक बन्द भइसक्यो भन्नु, फेरि अब सुचारू हुन्छ एकछिनपछि। अब प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा किन बोल्न आउनु भएन? तपाईँ त पहिल्यैदेखि उहाँसँग निकट हुनुभएको मान्छे, बोल्न आउनु पर्थ्यो कि पर्थेन? होइन, सबै कानुन प्रक्रिया जे नियमले जे भनेको छ त्यही अन्तर्गत भइरहेछ। जनताको प्रश्नदेखि प्रधानमन्त्री भागिरहनु भएको छ, नैतिकताले राम्रो हो अनि त्यो उहाँले दिने जवाफ हो। तर भागेको त होइन, भागेको किनभने होइन भने संसदमा कुन रूपमा प्रस्तुत हुने त्यो नियम बमोजिम हुनुपर्ने कुरा हो। नियमले के भन्छ भने प्रधानमन्त्रीले कुनै अर्को मन्त्रीलाई पनि त्यो आफ्नो काम सिंहदरबारभित्र हुँदा हुँदै पनि उहाँले अर्को पठाउनु भयो प्रतिनिधि भन्ने छन् नि त। त्यो बाहिर आएका समाचारमा त साह्रै धेरै भर पर्नु परेन। प्रधानमन्त्रीबाट त्यस्तो केही कुरा म यहीँ छँदैछु त्यही भएर नआएको भन्ने कुरा पनि आएको छैनन् होइन। मुख्य कुरा के हो भने नियम बमोजिम भएको छ कि छैन। हामीले माने त नियम बमोजिम हुनुपर्छ भन्ने हो नि त। हामीले प्रतिपक्षीलाई भन्ने कुरा पनि के हो भने तपाईँहरूले उठाइरहेको कुरा कुन नियम अन्तर्गत भन्नुभएको हो? प्रधानमन्त्री बालेन्द्र शाह आउनुहुन्न होइन? त्यो फेरि मैले भन्न सक्ने कुरै भएन। नियममा त्यही लेख्नु भएको छ। नियम यो हामीले अहिले 79 सालको नियमावली जुन हाम्रा 20 जना सांसद हुँदाखेरि बनाएको नियमावली हो, त्यही नियमावली अनुसार चलिरहेका छौँ होइन। राष्ट्रपति चाहिँ प्रधानमन्त्रीको विषयमा बोल्नै सक्दैनन् भन्ने छ नि त। हामी बोलिरहेछौँ नि होइन, राम्रो काम उहाँको नेतृत्व चाहिन्छ भन्ने कुरा त हामी पटक पटक बोलिरहेछौँ नि। उहाँले त नीति तथा कार्यक्रम नै कपी गर्नुभयो भन्ने विषयहरू छ। कपी त यति राम्रो हामीले हामी नयाँ राजनीति गर्छौँ भनेर के हो भन्दा राम्रा कुरा भन्ने घोषणा पत्र लेख्ने बिर्सिने गर्दैनौँ। त्यही भएर कपी गर्नुभयो भन्न हो त। हामीले त भनेका छौँ त सबैका कपी गरेर राम्रो बनाउँछौँ, सबैको स्वामित्व लिन्छौँ होइन। हुबहु कपी भयो भन्ने छ त। कपी त हुबहु नि, देश बनाउने कुरा जसले भन्छ त्यसको हो हामी कपी गर्छौँ। त्यसका लागि अनि पुरानै सरकार भयो ठिक थियो त। त्यसो भए त कार्यान्वयन गरेन नि त, भन्नु मात्रै कार्यान्वयन गरेन। हामी चाहिँ त्यो कार्यान्वयन गर्छौँ। उहाँहरूले भनेका राम्रा कुरा पनि हामी कार्यान्वयन गर्छौँ। हिजो एउटा संसदमा एउटा रोचक दृश्य देखिएको थियो, तपाईँकै विषय थियो। यस्तो छ
गाडी पास गर्न अलि उता गएर बोल्नु न उता गाडी पास हुन्छ 2 मिनेट सकिहाल्यो है त 2 मिनेट प्रधानमन्त्रीसँग बोल्न सक्नुहुन्छ यस्तो छ अब अहिले सदन चाहिँ 15 मिनेटको लागि स्थगित भएको छ र विशेष गरी प्रमुख प्रतिपक्षी दलबाट अब सदनको नियमावली मा व्यवस्था नभएको कुरा माग भएको छ हैन। सदनको प्रतिनिधि सभा नियमावलीको दफा 38 मा के व्यवस्था छ भने सरकारको नीति तथा कार्यक्रम चाहिँ छलफलमा लिएर आउने र त्यसको जवाफ दिने चाहिँ प्रधानमन्त्री या प्रधानमन्त्रीले तोकेको मन्त्रीले गर्न सक्ने भन्ने व्यवस्था छ। त्यो प्रधानमन्त्रीले तोकेको मन्त्रीले गर्न सक्ने व्यवस्थामा होइन कि प्रधानमन्त्री नै चाहियो भन्ने चाहिँ प्रमुख प्रतिपक्ष दलको चाहिँ त्यो माग थियो। अब प्रधानमन्त्रीले चाहिँ मन्त्रीलाई तोकेर अर्थमन्त्रीज्यूलाई तोकेर यो नीति तथा कार्यक्रमको छलफल चलाउनु र मेरो कार्यव्यस्तता चाहिँ भएको कारणले गर्दाखेरि तपाईँ चाहिँ सदन जानु भनेर पठाइसकेपछि त्यहाँबाट सदन अगाडि बढ्नु पर्थ्यो। अब त्यसैमा अड्किराखेको छ, हामी छलफल गर्दैछौँ। प्रधानमन्त्री मात्रै चाहियो होइन कि, उहाँहरूले के भन्नुभएको छ भने प्रधानमन्त्री चाहिँ जनताका प्रश्नबाट भाग्नुभयो, जवाबदेही बन्नु भएन भन्नुभएको छ उहाँले, त्यो आरोप छ। हामी समग्र राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल सरकार सबै जनताको मतबाट चुनेर आएका हौँ र हामी जनताको प्रश्नबाट भाग्ने त कुरै छैन। हामी सबै प्रश्नको जवाफ दिने गरी काम गर्दैछौँ। मात्रै के भने काम गर्ने कि बोल्दै हिँड्ने भन्ने कुरा हो। के हुन्छ त हामी काम गर्न प्रतिपक्षी चाहन्छौँ। दलहरूले चाहिँ विरोध गरेछन्, 15-15 मिनट ब्रेक भएको भइछ, प्रधानमन्त्री आउनु भयो भने हाम्रो विरोध चाहिँ जारी रहन्छ भनिराख्नु भएको छ। तपाईँहरू चाहिँ प्रधानमन्त्री आउनु पर्दैन भनिराख्नु भएको छ, निकास चाहिँ के त अब? होइन, यो चाहिँ के भने आज प्रधानमन्त्रीले अर्थमन्त्रीलाई पत्र नै लेखेर चाहिँ तपाईँ सदनमा गएर नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुनुहोस्, त्यहाँ जवाफ दिनुहोस् भनेर पठाइसकेपछि हामी त त्यसैलाई टेक्ने हो नि त। त्यो पनि के छ भने कानुन चाहिँ बमोजिम छ, नियमावली बमोजिम छ। प्रतिनिधि सभा नियमावली 38 दफा 38 ले के भन्छ भने प्रधानमन्त्री जान चाहिँ यदि समय मिलेन त्यस्तो भयो भने प्रधानमन्त्रीले मन्त्रीलाई पठाउन सक्ने व्यवस्था गरेको छ। त्यो नियमावलीमै टेकेर भएको व्यवस्था त हामीले मान्नु पर्यो, त्यही अनुसार जाने भन्ने हो। महत्त्वपूर्ण नीति तथा कार्यक्रम हो, बृहत छलफलमा प्रधानमन्त्री उपस्थित छलफलमा यो दुःखदो भन्नुभएको छ। यो बृहत छलफलमा सरकारको तर्फबाट चाहिँ वरिष्ठ मन्त्री अर्थमन्त्री आउनु भएको छ, जसले सरकारको नीति तथा कार्यक्रमको मस्यौदामा पनि उहाँको धेरै ठुलो रोल हुन्छ, धेरै ठुलो भूमिका हुन्छ। त्यो कारणले उहाँ आउनु भएको छ र नियमले पनि के भन्छ भने प्रधानमन्त्रीले मन्त्री पठाउन सक्ने भनिसकेपछि यो त अड्काउनको लागि यत्रो जनताले हामीलाई निर्वाचित गरेर पठाएको त सदन सुचारू गर, छिटो काम गर, जनतालाई न्याय देऊ, जनतालाई राहत देऊ, जनतालाई सुशासन देऊ, जनतालाई विकास देऊ, छिटो छिटो काम गर भनेर पठाएको हो। हामी त्यो गर्न चाहन्छौँ। भनेपछि प्रधानमन्त्री बालेन्द्र शाह आउनुहुन्न होइन संसदमा? प्रधानमन्त्रीज्यूले अर्थमन्त्रीज्यूलाई प्रतिनिधि पठाउनु भएको छ र अर्थमन्त्रीज्यूले यो कामको अभिभार बोक्नु भएको छ। हस्, थ्याङ्क यू।